तरकारी खेती सानो सानो तरकारी खेती छ हो हाम्रो, धेरै छैन। आफूले खानको लागि मात्रै हो यो, बेच्नको लागि त्यति खासै छैन। कागतीहरू छ यहाँ, कागती फलिरहेको छ है, फल्दैछ फुल्दैछ। 12 मासे कागती जस्तो छ यो, टन्नै फुल फुलेको छ। यो फुल फुलेको जति टिक्दैन यिनीहरू। अनि यो चाहिँ हाम्रो गहुँ हो, कृषिले बाँडिएको गहुँ। नाम चाहिँ थाहा भएन के गहुँ हो, धेरै लगाएको छैन मैले, अलिकति 1 रुपैयाँ जतिमा लगाएको छु है, धेरै छैन। यहाँ यो लोकल गोलभेडा सानो सानो फल्ने बोयरको गेडा जत्रो फल्छ। यो चाहिँ सानो सानो फल्छ, लोकल गोलभेडा हो यो, धेरै छैन यसपालि। र यो काउली अहिले यो कति भयो सारेको, 2 महिना जति भयो। यतापट्टि काउली छ, यहाँ छ प्याज। प्याज ल्याएर सारेको छ यहाँ चाहिँ। प्याज सारेको, प्याज कलिलो बेर्न साह्रो नहुनेले चाहिँ प्याजलाई अलिकति कम्तीमा नि 1 महिना जति चाहिँ उम्रेर 1 महिना जतिको बेर्न चाहिँ सार्यो भने राम्रो हुने चाहिँ यो कलिलो बेर्न सार्यो भने यस्तो सबै ठाउँ खाली सबै मरेर यस्तो हुँदो रहेछ है। यो हो काउली। काउली अब हाम्रो चाहिँ काउली र भन्दा छ मिक्स छ, जम्मा 80 बोट जति लगाएको छ, धेरै छैन। काउली निस्किन लागेको छ, कोही सानो सानो भर्खर निस्किन लागेको छ। यो कता देखेको थिएँ हिजो अस्ति। यो चाहिँ हाम्रो धनियाँ हो है, यो चाहिँ पुरा एक ड्याङ पुरा धनियाँ लगाएको छु। त्यसपछि गएर लसुन लगाएको छ। 1-2टा बोट मुला पनि रोपेको छ। मुला चाहिँ सानो भएको त्यो चाँडै नै फुल्ने क्या, मुलै चाँडै नै फुल्न थाल्यो। फेर्नु यत्रो छ, फुलिसक्यो मुला। यो लसुन बारी हाम्रो करेसा बारी हो है यिनीहरू, करेसा बारी तरकारी। करेसा बारीको तरकारी हो यो। यो चाहिँ ठुलो भएछ लसुन, यो चाहिँ ठुलो भएछ मुला। ठुलै भएछ, कोही ठुलो छ कोही सानो छ। लसुनबारी, उतापट्टि काउली, यतापट्टि गएर आलु पनि फुलेको छ है। आलु धेरै फल्यो भने फुल्छ अरे भन्छन्, धेरै नै फलेको छ है। यो आलु
यो आलु हो हाम्रो। धेरै छैन, जम्मा 15-20 किलो जति लगाएको छ हो। आफूलाई खानाको लागि ठिक्क छ। हाम्रो करेसोबारी यही हो।